यो हामी चाहिँ दक्षिण कोरियाको यो खेङसाङ फोक्दो प्रान्तको चाहिँ यो सहर किमसन भन्ने सहरमा छौँ। यतिखेर यसो शरीर तन्काउनलाई फुर्सदको बेला भएर यसो पहाडतिर आएको। यिनी उचा पहाडहरूलाई पनि एकदमै यहाँका मान्छेहरूको लागि धेरै राम्रो बनाएको छ। यहाँ आएर सामान्य एक्सर्साइज गर्नेदेखि लाएर बाटोहरू पनि त्यस्तै किसिमको यो जुटहरूद्वारा बनाइएको बाटो छन्, जसमा हिलो चाहिँ नहुने गरी। अनि यसो बस्ने पार्कहरू चाहिँ राम्रो निर्माण गरेको छ। यहाँ चाहिँ एकदमै राम्रो जङ्गलहरू पनि आजकल त अब चिसोको मौसम भएको कारणले रुखमा पातहरू चाहिँ भएको अवस्था त छैन। अन्यथा अरू समयमा हुन्थ्यो भने एकदमै हरियाली हुन्थ्यो होला। तैपनि यहाँ चाहिँ एकदमै धेरै जसो एक्सर्साइज गर्ने, रमाउने हैन, स्वास्थ्यलाई एकदमै मध्यनजर गरेर यहाँका मान्छेहरूलाई धनी गरिब जो भए पनि सबैले काम चाहिँ गर्छ हैन। काम गर्ने भएको कारणले गर्दा यहाँ हामीले हेऱ्यौँ भने उनीहरूलाई अलिकति फुर्सदको समय मिल्यो भने, अर्थात् अलि निकै उमेर भयो भने चाहिँ यहाँ चाहिँ थुप्रै मान्छेहरू यतातिर आउने, यसरी सामान्य छेउमा जुनसुकै पहाड पनि एकदम प्रयोगमा ल्याएको चाहिँ हुन्छ। अनि यहाँ चाहिँ विभिन्न एक्सर्साइजहरू गर्नको लागि बनाएको छ। अनि यसरी कति राम्रो उकालो ओह्रालोहरूलाई एकदम राम्रोसँग बनाएको छ। यहाँबाट हेर्दै गयो भने देख्न सकिन्छ कि यसरी चाहिँ गरेको हुन्छ। यहाँ शरीर तन्काउने सबै खाले चाहिँ एक्सर्साइजहरू यहाँबाट गर्न सकिन्छ। अनि सामान्य यहाँ आएर शरीर तन्काउने विभिन्न सबै एक्सर्साइजहरू सिकाएको, रुल्सहरू सिकाएको, मान्छेले प्रयोग गर्ने तरिकाहरू सिकाएको हुन्छ धेरै जसो। अनि यहाँ बस्नको लागि आदि बनाएको ठाउँहरू पनि छ। अनि यहाँ आएर तपाईँहरूले एक्सर्साइज गर्न पनि सक्नुहुन्छ। यदि नजिकमा हुन्छ भने एकदमै राम्रो छ। यसरी चाहिँ माथि उक्लिने सिँढीहरू, त्यसपछि यहाँ यस्तो सिँढीहरू पनि छ। के भन्छ यसलाई, स्पेटिङ के पनि भन्छ, के भन्छ हो यसलाई चाहिँ, यो खेल्नलाई पनि छ। यहाँबाट यसरी राखिदिएको छ, आएर आफै खेल्न सकिने। ब्याडमिन्टनहरू पनि राखिदिएको छ, सबै व्यवस्थित छ।